Guys, good morning. हिजो पुगेको ठाउँ चाहिँ यो है हाम्रो बेलुङाको हिजो होइन सो भर्खर उठ्यो अब कति बज्यो 9 बज्न लागिसकेको छ हामी 9 बजी हिँड्न गएको ब्रेकफास्ट खाएर त्यो केटालाई भेट्यो त केटाले भित्र खाजा खाइरहेको छ यो मोमोसँग खान थाल्यो क्या तपाईँ खानु पर्यो त्यो त अफलाइन म्याप पनि डाउनलोड गर्दा हुन्छ होला नि मसँग यो छ क्या अफलाइनमा भनेपछि आज यहाँबाट घोडा तबेला बसिन्छ अरे हेरौँ अब कहाँसम्म पुगिन्छ यहाँ त्यस्तै हो केटाहरूको सब घोडा तबेला अब बाटोमा के देखिने हो आज अझ अलिकति भिडियो बनाउनु पर्छ है ठाउँ चाहिँ सबसे बेसी डोमेन ब्याम्बो टी सर्ट रिङ चाहिँ लामो हो त्यो रिभर साइड घोडा तबेला यहाँ 5000 हामी चाहिँ निस्क्यो अब नमस्ते हिजो ब्याम्बो बसेको थियो हामी होइन रमाइलो भयो बेलुका त्यस्तै गाह्रो छैन आज चाहिँ अलिक गाह्रो हुन्छ भन्थ्यो होइन सो आज चाहिँ डे 2 सेकेन्ड डे हो हाम्रो केटाहरू अगाडि अगाडि बढिसकेको छ म त अन्तिममा छु है हिँड्नुपर्छ आज बाटो अलिक गाह्रो छ भन्छ अब यहाँबाट हाम्रो प्लान चाहिँ अब यहाँबाट घर तपाईँ जाने प्लान हो खास लेट्स सी कहाँसम्म हिँड्न सकिन्छ दशा गरी भएको अवस्था बिहान त कति जाडो भएको थियो तल बिहान त लासिस भएको थियो त त्यो नै गर्मी हुन्छ नि अहिले एकछिन थाकिँदो रहेछ उकालो धेरै गाह्रो छ सेकेन्ड डे चाहिँ है अलिक गाह्रो हुँदैछ खोलै होइन झुलिङ खोला आएको छ हल्लायो हल्लायो कसरी सिसा आउने जस रमाइलो हुँदो रहेछ झुलिङको पुल बिचमा आएको थियो होइन एकछिन भन्नु रमाइलो भयो ओह्रालो यस्तै छ जिन्दगी फर्स्ट टाइम ट्रेकिङ आयो होइन यहाँसम्म आउँदा यति रमाइलो लागिरहेको छ अझ माथिको सिना देख्नु लागेको छ के आउँछ त्यो कफी खाने हो अमूल टी भने तपाईँहरूको जस्तो थियो के छ रे लेमन टी छुर्पी आएको तपाईँ यहाँ रहेछ होइन लडिक छ के किन्ने हो सामान सबै यहाँ रहेछ टोपी सोपी उकालो नै अनि माथिको खोला आवाज आइरहेको बिस्तार जान हिँड्नु सक्दैन हामी त पहिलोचोटि आएको अनि हिँड्दा हिँड्दा त अब त्यो पानी छैन नि त अब यो कहाँ अब त्यो सहरमा बस्ने मान्छेले यस्तामा त अनि खुट्टै लग्ल काम नै गरे भन्ने हिँड्दा तपाईँहरूको घर चाहिँ यहीँ नै हो चुले स्याफ्रु तपाईँहरू कुन कुन बेला बस्नुहुन्छ यहाँनिर कुन कुन अब तपाईँ यहाँबाट कहिले झर्छ कहिले जान्छ
असार अहिले के हो असोज कार्तिक मङ्सिर अहिले मङ्सिर पुसमा फागुन चैत वैशाख जेठ असारै अझै 5-6 महिना बस्छ सुन्नु न हामीले त सोचेको थियो कोही मान्छे हुँदैन गोराहरू मात्र होला भने व्यापक र खचर आइपुग्यो खचर यसमा चढ्ने हो कति मजाको छ कि खचर पनि यार रिङ्गड लागिसक्यो काठमाडौँमा सिस्टम नपाएर कस्तो हुन्छ होइन यहाँ गाउँमा होइन पुरा कति खाने कति पुगा त अन्ति धौरा कार्य पनि 5 मिनेट भनेको रिम्चीको यो धौराली छ पहिले टिसप छ के हजुर अनि त्यो भूकम्प आएर पहिरो आएर अहिले छैन बस्ने ठाउँमा छ अनि त्यहाँबाट रिम्ची छ अनि त्यो पछाडि लामो ट्रेन दादाले पठायो भने चाहिँ भयो हाम्रो दादासँग भेट भयो बाटोमा होटलको लागि बाटोमा होटलको लागि हाम्रो दादाले काटिदिनु भएको छ हाम्रो दोस्तलाई यहाँ खाने सबै बिजनेस त उनीहरूको होटलको कमी छैन ठिक हो हिजो पनि हामीले होइन जस्तै हामी त ठिकै छ 1500 होइन खाजा पैसाको राख्यो होइन तर डिस्काउन्ट क्या जस्तै त्यो 1100 हो अरे क्या रेट बुझिस् हामीले तपाईँ एकचोटि भन्यो हामी तिरिहाल्यौँ नि अझै जहाँ भन्छ नि एकचोटि यतिकै एक्टिङको लागि मात्र भयो नि ट्राई घटाओस् नघटाओस् होइन हामी नेपाली हो भनेर भन्नुपर्छ क्या बुझिन यसो नन न भनेर जहाँ जति भने त्यति नतिरिहाल्ने क्या मैले ट्राफिक बार्गेन नगरिदिने बार्गेन सार्गेन नगरिदिने ओके भने 200-300 आइदियो जस्तो गरेर एकवटा कुरो दिनु बुझ्दैन पहिला प्राइस कति हो सोध्ने न त्यसो त आउँदै हुनु दादा आफ्नै गएको मान्छे हो भने आफ्नै गली भेटेछ अनि बैठेन यहाँ बस्ने हामी एकछिन रेस्ट गर्ने है कल ठाडै कल्छाबाट होइन माइन्ड सेटिस्फाई हुन्छ क्या त्यो चित्त त्यो बुझ्दैन पहिला हामीले पहिले नसोध्ने कसैलाई भनेर आएको थियो नि त होइन त्यो नि चित्तै नबुझेर त्यो जब बाबुहरूको तर के भिडियो हेरिस् भने होइन यसरी घिसाएर लागेको घिसाएर लगेको भिडियो हेरिस् भने होइन मैले हिँड्नै नसकेपछि घिसाएर लाग्यो झर्दाखेरि हेर्छु कि जाँदाखेरि के झर्दाखेरि त्यो खुट्टाले यो टिक्दैन नि त अब अलिक यो त्यो दुख्दैछ होइन झर्दाखेरि खुट्टा निदाएको बेलामा तिमी उठाइदिनु सक्दैन त्यस्तै हो एकछिन रेस्ट गरेर हिँड्यो है अब चाहिँ घाम लागिरहेको छ जस जङ्गलको बाटो चिल छ त्यसो भए त हामी खाना त त्यो कहाँ घोडा तपाईँलाई न सबैलाई रिभर साइडमा पो खाने हो त होइन रिभर साइड ए लामा होटल खाना मिठो कहाँ पाउने हो लामा होटलमा होला कि के त लामा होटलतिर कसले खाना खान्छ सुरुमा के आउँछ लामा होटल आउँछ कि रिभर साइड आउँछ 2 घन्टा अनि मलाई नै हामीलाई 25 मिनेटको बाटो हो क्या 30 मिनेट यहाँबाट ल गर्दैछ ल अघि बाटो कस्तो रे भाइले कस्तो छ अरे अब ए हिँड्न सकेन भने त भाइलाई कन्ट्याक्ट गर्दा है त्यहाँ हिँड्दै कति लाग्छ त भन्नु मिडल बेसको ल्याब कति 3 ल्याब त मलाई मैले भने
ल ल भाइले के ल। ब्लग बनाएको हेरौँ न छैन हामी यतिकै बनाएर ल तिमी के भन्छन् भन हेर्नुहोस् अँ। भाइले आफ्नो गर्लफ्रेन्डलाई के मेसेज सेसेज दिन्छ भनिरहेको ल भाइ भनिदेऊ तिम्रो गर्लफ्रेन्डै छैन अँ? गर्नु छैन अब बनाउनु पर्यो नि त आवेदन देऊ न अब यहाँ गाउँ टोलमा को छ के हो एउटा लिम्बुनी सही हो भाइ सही यहाँ कसरी लिम्बुनी आयो त यार यहाँनिर त लिम्बुनी होइन पाउँदैन काठमाडौँमा पढ्दा पढ्दै उयो भयो होइन होइन काठमाडौँ नै बस्छ तिमी कुन ठाउँ बस्छ कोटेसु ए नजिक हामीलाई भेट त्यसो भए ल खालि तपाईँहरूको त हामी लोकन थली कल पिप्सको हुन्छ प्रायः जस्तो प्लानिङ छ नि हो त्यही हुन्छ गौशालामा बसेको पहिला चाहिँ हामी ए कोर्चर बसेर आउँदा भयो हामी त आउँदा 5 मिनट मात्र लाग्छ हामी बस्ने ठाउँ त्यो के अरे गौशाला स्कुलमा पढ्दाखेरि ला पऱ्यो क्या अहिले कहाँ गयो त्यो लिम्बुनी छोडे नि छोडिदियो भाइलाई धोका भएछ यार भाइ यस्तै हो अब नमर्नेसम्म कन्नै बस्ने भनेर बसिरहेको छु हाम्रो साथीभाइहरू सबैजना त्यस्तै भन्दै त्यसो केही हुँदैन चुपचाप अर्को नयाँ केटी पट्याउने आफ्नो सुरु गरिहाल्छ पठाएको थिएँ एउटा छेत्री आज मेसेज गऱ्यो भने 1 महिनामा मेसेज गरिदिन्छ त्यस्तोहरूलाई आउट फेरि त्यस्तोहरूलाई आउट कहाँ अब 1 महिना कुर्ने त हेलो लेखेर आइपाउन त्यो पनि आउट भाइ भाइ चाहिँ के काम गर्छौ के गर्दैन यहाँ ए यताउता काम हुँदाखेरि गर्ने नहुँदाखेरि यसरी बस्नु रिल्याक्स बस्छ काठमाडौँतिर चाहिँ कहिले जान्छौ अब 15-20 दिन बाँकी 15 दिनपछि तिम्रो घर चाहिँ यतै ढुङ्गेतिरै हो सिन्धुपाल्चोक कहाँ अरे सिन्धुपाल्चोक सिन्धुपाल्चोक ले उसको घर सिन्धुपाल्चोक कता हो तिम्रो घर मेरो जर्नी कहाँ जर्नी सिन्धुपाल्चोक त दोष भाइको घर म चौतारा हो चौतारा भने कहाँ हुने अनि तपाईँ सिन्धुपाल्चोकको मान्छेले चौतारामा त्यो चौतारा भने कि जलबिरी भने चौतारा काम चाहिँ सदरमुकाम काम भइगयो नि तपाईँको चाहिँ कहाँ म सिन्धुपाल बाटोपछि बसेँ हामी 12 हामी नि त्यतैबाट जाने हो 12 एउटा यता लाग्ने हुन्छ ओहो ल घिउ आयो क्या ड्राइभर चाहिन्छ भन्थ्यो धर्नले अरू कसैले भन्दैन मैले त्यो झेपो ल्याएको छैन होला यो त एउटा मात्र छ अर्को अहिले ग्रुप हेर्ने यो कि यो त घोडा हो उनीहरूको त खटार हो ए यो घोडा हो तपाईँको के हाल कति वर्ष भएको यो घोडामा हेर्दा हेर्दा त सेतो एकदम स्पिड हिँड्ने मान्छेलाई कुनै पर्छ ढेला यो 1,25,000 मारान हो क्या यस्तो बाटो देखाएको थियो नि होइन यस्तो बाटो के रहेछ कि लास्टमा खै के भनेको चाहिँ पुरा सधैँहरू कुमार बस्ने भन्छ भाइ हल्का पोका पोका पनि हो क्या ठिक ठिक यस्तो बाटो देखियो त्यो मलाई लाग्दैन त्यो बिचरा अलिअलि आइडिया छ नि त्यो एउटा लिड टाइप हो क्या जस्तै अहिले बेलुका पनि चौरी जस्तो स्टेट त्यो बाटो चाहिँ देखिएर आएको छ क्या अनि त्यो बाटो अब दामी छ बाटो कि अब चाहिँ त्यस्तो एलिभेसन हेर्ने पनि छैन कसको ऊ दोस्त उदयको होला दाइ सादा पेकेरी हुनुहुन्छ अनि उदयको उसको 3टा अनि तपाईँको मेरो चाहिँ 5वटा जस्तो माथि बुढी छ गएन यहाँबाट गएको छ बुढी छ बुढी नै गर्लफ्रेन्ड
यहाँबाट गएको छ हो यहाँबाट गएको त नि केटीहरू देखेन तिमीले मैले देखेन नि भाइ बिहानै उठेर त्यहाँ बसेको थियो होइन छैन भने हो म बिहान काममा बिजी हुन्छु कि म हेर्दैन केटी कहिले दिउँसो मात्रै हेर्ने हो केटी चाहिँ यसो काममा हुँदाखेरि मात्रै हेर्नु कि भाइले यहाँ काम चाहिँ के यो हेल्पर हो हजुर हेल्पर हो यहाँ काम गर्ने भाडापुर ठिक छ कहिले भाडा अनि कसरी यहाँनिर आइपुग्यो तिमी सिन्धुपाल्चोकको मान्छे काठमाडौँ बसेको काम मान्छे? गर्दा गर्दै आइपुग्यो नि त कसरी चाहिँ सुनाउन तिम्रो कथा पेन्सिल हान्न मन लाग्यो कथा सुनाउन मलाई कसरी यहाँ काठमाडौँमा चाहिँ काम गरेर मामाको छोरालाई पिटेर बसेको थियो अनि त्यसपछि दिदीले यतातिर पठाइदियो ए तिमीले नै झगडा सगडा हान्दियो यो यत्रो हुने विजय साउनीको चम्चा थियो कि अनि तिमी काम गरेको ठाउँमा तिम्रो कुरा सुरा लाउने गर्ने गरेको थियो त्यसले मलाई त्यस्तोलाई चाहिँ ठोकिहाल्नुपर्छ मलाई चाहिँ साउनीले भन्नु चाहिँ के भन्दैन होइन तर कुरा लाउँछ उसले चाहिँ कुरा लाउँथ्यो क्या अनि जहिले कुरा लगाइरहेको हुन्थ्यो अनि मेरो पालि अनि बेलुका साउ गएपछि अनि कुदेको नि ठिक ठिक चम्चागिरी त मलाई मन पर्दैन भाइ जहाँ पनि हुन्छ हामीले चम्चागिरी गर्नेहरूलाई त हामीले नै कुट्या छ नि ओ डुम्की डुम हामी झन् मैले आफ्नै मामाको छोरो भनेर पहिला त नबिटे थिएँ लास्ट झन् मामासँग गए भाडमै हो नि हामी झन् जुप्पा लगाएर बस्यो झन् निकाल्न रहेछ अनि त्यसपछि मैले हिर्काइदिएको नि त दोस्रो त्यो लिप गाडला छैन छ म अलि निकाल्नु भन्यो भने के गर्नु दाइलाई भनेको छ क्या कता हो त पत्ता लगाउनु पर्ने के भन्नु कार चाहिँ कहाँ हो फाइनली लामो होटल चाहिँ आइपुग्यो हामी अब यता खाना खाने प्लान गरिरहेको छु केटाहरू हेरौँ यहाँ दोस्रो एउटा कार देखाएको थियो त्यो मान्छे कार हरायो क्या केटाहरू खाना खानलाई लामो होटल खोजेको होइन त्यहाँ तल के भन्छ सबै लामो होटलहरू अब यहाँ टिबेट गेस्ट हाउस लेखाएको छ यहाँ अर्को आयो फेरि ओरिजिनल लामो होटल भन्ने अब कन्फ्युज भयो क्या हो त्यो ओरिजिनलबाट तिमीहरूलाई दिएको थियो होला मैले छैन जस्तो हावा गफ नगर तिमी मलाई जे फोन हराइदिने अब यहीँ बस्छ न त मलाई दियो क्या तिमीले हो कहाँ पो त्यो त जाग्नु थियो जस्तो लाग्थ्यो मलाई बसी होटल लागिरहेको ओके हामी अब यहाँ लामो होटल है यो चाहिँ यहाँ चाहिँ अब बसेर खानसान खाएर बिस्तारै निस्किने हो आज सेकेन्ड डे आज हामी कहाँ बसिन्छ भन्ने कुरा अब डिसाइड गर्दैछौँ है त्यहाँ छ मस्त लागेको छ खानासाना खाइयो लामो होटलमा बसेर अब हिँडेर बाटो हेरौँ दोस्रो गरेको हिँड्नु चाहिँ कुन ठाउँमा यो दोस्रो कुन झर्ना हुने छैन के झर्ना हो है फोटो खेल्नु आएको केटाले हो र हिमालय दामी देख्नु हिँड्दैछ फेरि गाह्रो भइसक्यो
म सेकेन्डमा दोष पछाडि अर्को दोष अगाडि हामीमा दुईजना हिँड्नु लाग्छ गाह्रो है हामी दुईजना नसक्ने सक्ने अगाडि पुगिसक्यो कहाँ फेरि थाहा छैन फ्ल्याट किन आउँछ कि अब त त्यहाँ पुगिसकेको छ रिभर साइड रिभर साइड हुने हिमाल क्या दामी देखेर नि मलाई एकजना साथीले मलाई पाहाड लास्ट आवरमा आएर प्लान क्यान्सल गरेर त्यो मलाई डाँकोले गर्दा अझै कस्तो प्लान थियो सबै खुलिप्त रिभर साइड त्यस्तो लाग्यो मलाई आयो क्या यार मिनी होला मिनी होटल वुडल्यान्ड रहेछ यो चाहिँ हामी यहाँ कन्टिन्यू हुन्छ अब होइन यहीँ भन्दा पुगिन होला सो हिँड्नु त पर्छ त्यस्तो गाह्रो छैन बाटो चाहिँ राम्रै छ त्यस्तो नराम्रो बाटो होइन बाटोमा चाहिँ घोडै हेर्नु पाउनु भयो घोडा अलिक खच्चरी त्यहाँ क्या Maybe. Depends how fast you walk. Where is thinking? Probably Riverside. Plan Llama, but no, I can't be bothered. I'm tired. Fuck that. Also, fuck Llama. It's not a nice place. Okay, cool, bro. See you guys. Good luck. Bro. Okay, good luck. You too, bro. यहाँबाट चाहिँ यो पुल टच गरेर चाहिँ ठाडै उकालो भन्थ्यो होइन अब दह्रो हिँड्नु पर्छ है अब चाहिँ त्यही भन्थ्यो तर बुढाले यो कटेपछि चाहिँ लास्टै उकालो छ भन्ने बाटो हजुर उकालो है फोटो छ है मेरो चाहिँ म चाहिँ हिजो यहाँबाट स्ट्रेट way to Brothabella, I was saying, ahora. अरे मोबाइल झल्लै तल ए मोबाइल झर्ला बस मोबाइल झर्ला मोबाइल झर्दाखेरि के फुर्माहरू यो बाटो छ होइन अब त्यहाँ यहाँ गयो भने त डाइरेक्ट अब यत्रो गाडीमा पर्छ यार कति छ कति 1.8 किलोमिटर ए यो सबै कसैको त आइगयो नि होइन हजुर भोलि तपाईँलाई नै बस्नु भयो केटा हो हामी चाहिँ
क्या नजिक थाल्यो यो हो नि त हबिस्ते बाटो गाडी बाटो सक्यो लगभग कस्तो दामी छ यो हिमाल है हिमालयहरू पनि हिमाल त आइसक्यो जस्तो लाग्यो तर त्यहीँ छ त्यही त टाढा पनि नजिकैमा हुन्छ जस्तो लाग्यो खुल्ला चाहिँ हुने हुने होइन ल हिमाल आउँदैन रात पर्यो है हिँड्दा हिँड्दै कति रात पर्यो यार चौडी चौडिया पनि कालो थोपा मात्रै देख्नु नि यता हेर्नु नि फेरि झर्ना रहेछ होइन झल्किसक्यो हिमालय पनि कस्तो नजिक आइसक्यो यार ओके जाइसकेन चाहिँ अब यस्तो यो जाडो यो कुन ठाउँ हाम्रो यो तपाईँलाई भन्दा अलिकति मुनिपट्टि होटल टिबेटमा बसेका छौँ है केटाहरू अब भित्र तास खेल्नु भएको छ आफूले खेल्न नआउँदैन त्यो हेर्न नची लाग्छ सकछन् बाहिर आएर यो होटलमा आज हामी बसेका छौँ भनेर जस इन्फो दिन आएको है त्यहाँभित्र कस्तो हुन्छ यसरी That place will decide that launch spot will stop and after then we continue going down Lama Hotel. We're having lunch Lama Hotel.